अब त यसो हेर्दाखेरिमा त हर्क साम्पाङसँग बालेन शाहले ट्युसन पढ्न पर्ने अवस्था जस्तो पो आयो त होइन अहिलेको पोलिटिकल हिसाबमा त। हर्क साम्पाङले भन्नुभन्दा पहिले अस्ति रवि लामिछानेले आफ्नै पार्टी हो, बालेन शाह आफ्नै पार्टीमा छन्, उनले प्रशिक्षण दिनलाई बोलाए, न्यूनतम त्यो उपस्थिति थियो। त्यो प्रशिक्षणमा बालेन शाह आउनु पर्थ्यो पर्दैन थियो। सबभन्दा अनुभवहीन त उनी नै छन्। पार्टीको फिलोसफी मर्म र डेमोक्रेसीको लागि पनि र पदको लागि पनि सबभन्दा अनुभव नभएको त बालेन शाह नै थिए। त उनी पनि आउनु पर्थ्यो पर्दैन। म प्रधानमन्त्री भए त घमण्ड त गर्नु हुँदैन थियो, आएनन्। रविले त्यो बेलामा होइन सबैजना उपस्थित हुनुपर्छ भन्न पर्थ्यो। एक्जाम्पल दियो, ओलीले बोलायो भने कोही नाइ भन्न सक्छ? सक्दैन। प्रचण्डले बोलायो कोही नाइ भन्न सक्छ? सबै आउँछन्, विरोध पनि आउँछ, सबै आउनै पर्यो, न खतम हुन्छ। त्यसले देउवाले एक जमाना बोलायो भने सबै कोही आउँदैन थियो, आउँछ। त रवि लामी चाहिँ बोलाउँदाखेरि जब उसले देख्छ कि न्यूनम उपस्थिति छ, उसले केलाउनु पर्दैन। किन न्यूनम उपस्थिति भयो? नम्बर 1, म्याक्सिमम तिम्रो सांसदहरू चाहिँ कुनै पोलिटिक्सले जानेको होइनन्, घन्टीको सुनामीमा बगेर हाई हाई गर्दै आएको हुन्, त्यति मात्रै हो।